महान दार्शनिक सुकरातले भन्नुभएको छ, जब एक व्यक्तिले आफैलाई चिन्छ तब मात्र उसको निर्णय गर्ने ठुलो क्षमता हुन्छ र जुन निर्णयले वास्तविक खुसी प्रदान गर्न मद्दत गर्छ। सम्पूर्णमा नमस्कार। म नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको एक कार्यकर्ताको रूपमा आफूलाई परिचित गराउन चाहन्छु र म विशेष गरी अहिले धरानमा देखिएको नगर प्रमुख अर्क साम्पाङज्यू र नगर उपप्रमुख आन्द्र विक्रम बेगाज्यूको जो विवाद छ, यो सम्बन्धी मेरा केही व्यक्तिगत धारणा राख्न चाहन्छु। मलाई लाग्छ दुई पक्षबीच जब विवाद सुरु हुन्छ त्यहाँ दुवै पक्षको धेरथोर कमी कमजोरी हुन सक्छ। त्यसले गर्दाखेरि हामी खाली अरूलाई दोस्ने आफू पन्सिने हामी यतातिर लाग्छौँ, तर त्यसो होइन। समस्या आइसकेपछि हामी समाधानतिर लाग्नुपर्छ। जहाँ समस्या छ त्यहाँ समाधान पनि छ। त्यसले गर्दा घरभित्रको समस्या घरभित्रैबाट मिलाउनु पर्छ पनि भन्न चाहन्छु। अहिले धरानमा देखिएको जो समस्या, धरान नगरपालिकामा देखिएको समस्यालाई समाधान गर्नको लागि नगरपालिका टिम 20वटा वडाका वडा अध्यक्षज्यूहरू, जनप्रतिनिधिज्यूहरू, तपाईहरू यसमा सकारात्मक रूपबाट लागेर यो समस्याको हल गर्नतिर लाग्नुहोस्। वार्ता र संवादको माध्यमबाट सकारात्मक सोचका साथ अगाडि बढ्ने हो भनेदेखि यी सबै समस्याहरू हल हुन्छन्। समस्यालाई जति लम्ब्यायो त्यति लम्बिने हुँदाखेरि र लम्बिएको समस्याले समग्र धराने जनता मात्र होइन, यो विकासको काम, धरान निर्माणको काममा पनि अवरोध पर्ने हुँदाखेरि यतातिर म विशेष गरेर नगर प्रमुख, नगर उपप्रमुखज्यू तपाईहरुको ध्यान आकर्षण गर्न चाहन्छु। अब विवाद गरेर होइन, संयमताका साथ वार्ता र संवादको माध्यमबाट यो समस्याको हल गरेर समग्र हाम्रो धरान राम्रो धरान बन्नको लागि यतातिर हाम्रो ध्यान केन्द्रित रहोस् भन्न चाहन्छु। धन्यवाद। नमस्ते।